यदि कुनै एउटा कम्पनीको सेयर जति मूल्यमा किनेको त्यति नै मूल्यमा बेच्दा तपाईले नाफा हुन्छ या नोक्सान? मानौ तपाईले 50 किता सेयर रु 500 मा किन्नुभयो र 500 कै मूल्यमा बेच्न खोज्दा तपाईलाई नाफा हुन्छ या नोक्सान? यो क्वेशन सामान्य लाग्न सक्छ, तर धेरैजसो लगानीकर्ताहरू जो भर्खरै दोस्रो बजारमा प्रवेश गर्ने सोच बनाउनु भएको छ अथवा गर्नुभएको छ र पहिलोचोटि सेयर किन्ने सोचमा हुनुहुन्छ भने तपाईहरूको लागि यो जान्नै पर्ने महत्त्वपूर्ण विषय हुन सक्छ। किनभने यदि तपाईले 50 किता सेयर रु 500 को दरमा किन्नुभयो र 500 कै दरमा बेच्न खोज्दा तपाईलाई त्यहाँ घाटा हुन आउँछ। र यो घाटा कसरी हुन्छ म तपाईलाई बुझाउने छु। तपाईले कुनै पनि कम्पनीको सेयर किन्दा तपाईले ब्रोकरलाई एक्स्ट्रा चार्ज पनि तिर्नुपर्ने हुन्छ। त्यो एक्स्ट्रा चार्ज भनेको तपाईले नम्बर 1 मा ब्रोकर कमिसन हो, जुन चाहिँ तपाईले 50,000 भन्दा तलको सेयर मूल्यको सेयर किन्नुभयो भने तपाईले 0.36% ब्रोकर कमिसन तिर्नुपर्ने हुन्छ र 50,000 भन्दा 5 लाख सम्मको प्राइस मूल्यको सेयरमा तपाईलाई 0.33% कमिसन लाग्छ। 5 लाखदेखि 20 लाख सम्मको प्राइजमा 0.31%, 20 देखि 1 करोड सम्ममा 0.27% र 1 करोड भन्दा माथिको मूल्यको तपाईले सेयर किन्नुभयो भने त्यसमा 0.24% ब्रोकर कमिसन लाग्ने गर्छ। र अर्को भनेको सेभन कमिसन, जुन चाहिँ 0.015% हुन आउँछ र अन्तमा डिपी चार्ज, जुन चाहिँ 25 रुपैयाँ हुन आउँछ। र यो सबैलाई क्याल्कुलेसन गर्ने हो भने तपाईले जति मूल्यमा सेयर किन्नुभयो त्यति नै मूल्यमा बेच्दा तपाईलाई नोक्सान हुन्छ र अब हामीले कति प्राइजमा बेच्दा हामीलाई बराबर अथवा नाफा हुन्छ त भन्ने कुरा गरौँ। अब यसको लागि हामीले डब्ल्युसीसी क्याल्कुलेसन गर्नुपर्ने हुन्छ। डब्ल्युसीसी अर्थात् वेट एभरेज कस्ट पर सेयर। र अब यो डब्ल्युसीसी क्याल्कुलेसन गरिसकेपछि हाम्रो डब्ल्युसीसी मूल्य आउँछ 502.37। साथीहरु, अब तपाईहरुले उक्त सेयरको प्राइस तपाईले 502.37 मूल्यमा राख्नुभयो भने तपाईलाई बराबर हुन्छ, अथवा सो मूल्यभन्दा माथिको प्राइजमा राख्नुभयो भने तपाईलाई नाफा हुन्छ।